नमस्कार साथीहरू। एउटा भनिन्छ नि बालबच्चा आफ्ना राम्रा र खेतीपाती अरूको राम्रो। तर मलाई त्यस्तो लाग्दैन। मलाई चाहिँ बालबच्चा नि आफ्नै राम्रो लाग्छ, खेतीपाती नि आफ्नै राम्रो लाग्छ। त्यही ल हेर्नुहोस्, यो मेरो केरा हो, मजाले चाहिँ खानी भएको छ। यस्तो मजाको छ। यो धनिया अनि यो रायो साग, पहिला लगाएको आलु, 2 हप्ता पहिला लगाएको आलु, 2 थरी आलु मजाले उम्रिरहेको छ, राम्रो भइरहेको छ। यहाँ सिमी लगाएको छ। ल हेर्नुहोस् कति राम्रो भएर उम्रेको छ यो सिमी पनि। थाक्रा लगाएर रेडी भएको छ। यो गाजर भयो, यो होरेन्सो भन्छ जापानमा, यसलाई पालक भनिन्छ। अब यो सिप्जना बकुल्लो, यस्तो चाहिँ भइरहेको छ। मलाई त आफ्नो खेतीपाती राम्रो लाग्छ। तपाईहरुलाई कस्तो लाग्यो यसो कमेन्ट गर्नु होला है त साथीहरु। हस् ल, ओके बाई।